फ्रेन्ड्स, स्वागत छ तपाईहरुलाई मुन्नु ब्लग्समा। र आज धेरै दिनपछि फेरि म एउटा भिडियो ब्लग लिएर आएको छु तपाईहरु समक्ष। र आज चाहिँ म तपाईहरुलाई अर्किड हैन है, अर्किड भन्दा भिन्न एउटा फुल तपाईहरु समक्ष ल्याएर आएको छु है। मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ है, फुल फुलिरहेको छ। यो घरमै फुलेको फुल है। यसको नाम हो विस्टेरिया है। यसरी लहरामा गएर फुल्ने फुल हो है। यो चाहिँ हामीले बाबाले घरको साइडमा लगाउनु भएको छ है। अब यसको चाहिँ प्लानिङ चाहिँ कस्तो छ भन्दाखेरि, अब यो पालि लास्ट इयर दिन चाहिँ फुल्नु थालेको यो है। यसको प्लानिङ चाहिँ कस्तो छ भन्दाखेरि, यसलाई चाहिँ यसरी ल्याएर चाहिँ यहाँ अगाडिपट्टि चाहिँ फुलाउने है। र यो चाहिँ दुईटा कलर, दुईटा भेरिएन्टमा एभाइलेबल छ है। घर यहाँ छ हाम्रो फुलिरहेको छ अहिले। यो चाहिँ भयो पर्पल भनौँ, पर्पल, र अर्को चाहिँ एउटा व्हाइटमा। म दुईटै तपाईहरुलाई देखाउँदैछु है। हेर्नु है त। र फ्रेन्ड्स, हेर्न सक्नुहुन्छ है, यो फुलको खासियत चाहिँ के छ भन्दाखेरि, यो चाहिँ एकदम माने फेदबाटै फुल्छ है। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यो ग्राउन्ड लेभलदेखि यहीँ छ है, एकदम फेदबाटै यो फुल्छ है। र यो अहिले सानै जान्छ। बाबु यो कति वर्ष भयो यहाँ रोपेको? यो 3 वर्ष भयो। 3 वर्ष है। 3 वर्ष भनेपछि यो गाछ मोटामोटी 4 वर्ष पुरानो गाछ भनौँ न है। 4 वर्ष पुरानो गाछ हो यो है। र अब यसको प्लानिङ चाहिँ मैले अघि तपाईँहरूलाई भनिहालेँ है। यो चाहिँ कस्तो प्लान छ भन्दाखेरि, यहाँनिर चाहिँ अगाडि यसरी लगेर हो यता फुलाउने प्लान छ। र यहाँबाट तपाईँहरू हेर्न सक्नुहुँदैछ है, यहाँनिर है यो चाहिँ व्हाइट छ। यो चाहिँ यताबाट यता ल्याउने र यसलाई चाहिँ अपोजिटबाट यताबाट उता लाने है। र बाबा भनिदिनुहोस् न त अब यसको बारेमा अलिकति है। कति दिन भयो यो फक्रिनु थालेको बाबा? यो अहिले हप्ता दिन भयो। हप्ता दिनमा है। यस्तो दामी फुल, अझै भर्खर सुरु भएको हो नि त यो त है। भर्खर सुरु भएको अझै डल्लै र यसरी यो चाहिँ लहरिएर फुल्ने फुल हो। हजुर, लहरिन्छ। तर यसलाई चाहिँ हामीले बोन्साई बनाएर फुलाउनु पनि सकिन्छ फेरि। सकिन्छ है। बोन्साई बनाएर यहाँ छ नि हाम्रोमा है गमलामा। साथीहरू, म तपाईँहरूलाई नि बोन्साई गरेर यसलाई गमला पनि हामीले फुलाएको छौँ है। बाबाले रोप्नु भएको थियो आजभन्दा 2 वर्ष अगाडि, 3 वर्ष भयो होला त्यो है। 2 वर्ष भयो है। त्यो पनि म तपाईँहरूलाई देखाउँछु बोन्साईमा चाहिँ कस्तो फुल्छ भनेर है। तर बाबाको चाहिँ इच्छा के छ भन्दाखेरि, यसलाई चाहिँ एकदमै ढकमक्क कुनै अब यो आजभन्दा अब 3-4 साल 5 साल बादमा चाहिँ अब यहाँनिर चाहिँ ढकमक्कै फुलाउने। यो एकदम परबाट व्हाइट आउँछ र यताबाट यो पर्पल चाहिँ जान्छ। हजुर, टुप्पो माथि, यहाँ माथि जान्छ, रेलिङसम्म गइसकेको छ है। त्यहाँ पनि फुलिसकेको छ, फुल्नु थाल्यो भनौँ न है। यसलाई मचान लाउने नि त बाबा है। हजुर, फुलाउनु पर्छ है। राम्रो देख्छ नि यो है। र कति खप्छ बाबा यो फुल? अब फुल्नु थालेकोदेखि लास्टसम्म कति महिना जस्तो जान्छ होला? 1 महिना चाहिँ यसले चाहिँ ढकमक्कै हुन्छ। एकैचोटि फुल्दैन, टर्न वाइज फुल्छ। हजुर, फुल्दै फुल्दै जान्छ। र फ्रेन्ड्स, हेर्न सक्नुहुन्छ यो चाहिँ व्हाइटमा है। सेम हो, कलर मात्रै डिफ्रेन्ट हो। यो चाहिँ व्हाइटमा। अलि अब यसलाई अलिक छिपिएपछि यसलाई चाहिँ म कटिङ गर्छु। कटिङ गरेर तपाईँहरूलाई भोलिपछि म दिन्छु। अब साह्रै बेसी दिनु सक्दिनँ होला, एकजनालाई एउटा धडा दिनु सक्छु होला हो। र कटिङ पहिले अब हेर्नु पऱ्यो, कटिङ राख्दाखेरि कतिको बाँच्छ कतिको मर्छ पहिले त्यो हेरेर त्यहाँदेखि चाहिँ तपाईँहरूलाई म यो दिन्छु। र हामी यसको टार्गेट चाहिँ के छ भने, कोही घरमा आयो भने घरमा पनि दिन्छु। यदि घरमा आउनु सक्नु भएन भने हाम्रो सोइन्सेलको यहाँ अर्किडहरूको सोइन्सेल हुन्छ, त्यति बेला यो म त्यहाँ लगेर तपाईँलाई त्यहाँबाट पनि दिनु सक्छु। त्यसो भए नेक्स्ट इयर मिरिक फ्लावर फेस्टिभलमा चाहिँ यो पनि एभाइलेबल हुन्छ है बाबा? हुन्छ। र यसको प्राइस चाहिँ अराउन्ड कति जस्तो राख्नुहुन्छ होला बाबा? अब यसको कटिङ कस्तो हुन्छ, कटिङ कस्तो राम्रो सर्छ कस्तो हुन्छ हेर्नुपर्छ। र यसलाई सम्झौँ 200 देखि 300 रुपियाँमा चाहिँ तपाईँले पाउनुहुन्छ। एउटा कटिङ एभाइलेबल हुन्छ है। सस्तै हुने रहेछ। 300 चाहिँ पर्छ। बाबा यो चाहिँ बोन्साईमा है, बोन्साईमा है। हेर्न सक्नुहुन्छ यो चाहिँ पटमा छ है। यो चाहिँ पटमा मैले गरेको छु कि। हजुर, यो चाहिँ अब बोन्साई गरेको हो मैले। यो पनि कति वर्ष भएको गाछ हो? यो चाहिँ एभाइलेबल त्यही हो। त्यसो भए 3 वर्ष, 3 वर्षको है। हेर्न सक्नुहुन्छ साथीहरू, अब एउटा कटिङ रोपेर 3 वर्षमा चाहिँ यसले यसरी फुल्छ है। यसलाई चाहिँ बोन्साई गरेर चाहिँ यसरी फुलाएको। यसको हाइट कति होला? 2-2.5 फिट?
मोटामोटी 2.5 फिट 2.5 फिट हाइटमा चाहिँ 3 वर्षमा यसले यसरी फुल्यो। यो चाहिँ पर्पलमा व्हाइट पनि छ नि बाबु है उतापट्टिको यो व्हाइट हो ए व्हाइट पनि हो। यो व्हाइट चाहिँ भर्खर फुल्नु थाल्यो है। अब तपाईँले देख्न सक्नुहुन्छ यो फुल व्हाइट हो सेतो व्हाइट हजुर हो फुल्दैछ यो सेतो हो। यसको पनि हेर्न सक्नुहुन्छ झ्याङ सानो छ यो पनि र पनि यसलाई मैले हजुर बन्साइ नै गर्दैछु। हजुर हजुर तपाईँले पनि यसरी नै बन्साइ गरेर यो फुल फुलाउनु सक्नुहुन्छ। हजुर बन्साइ बनाउँदा चाहिँ तपाईँहरूले अब अलिक ध्यान दिनु पऱ्यो। म यसपालि अझै यसलाई राम्रो बनाउँछु र नेक्स्ट इयर तपाईँहरूलाई फुलेको म देखाउँछु यो। हजुर हजुर तपाईँले पनि यसरी नै बन्साइ गरेर गमलामा घरको भित्र पनि होस् अथवा बरन्डामा होस् र्यालिङमा होस् तपाईँले यो राखेर फुलाउनु सक्नुहुन्छ। ल हेर्ने साथीहरू यो मैले पोहोरको साल चाहिँ सानो सानो यस्तो कटिङ टुक्रा गरेको थिएँ हो। हजुर तर यो हुँदो रहेछ मैले अब फर्स्ट टाइम गरेको यो। हजुर यो मजाले हेर्नु त अब यो एकदम राम्रो भएर गयो। अब यो 2 साल बादमा तपाईँले बन्साइ बनाउनु भयो भने यसले फुलिहाल्छ है अथवा 3 सालमा चाहिँ फुल्छ कम्पाउन्ड फुल्छ यसरी चाहिँ बनिन्छ। अर्को साल तपाईँलाई म यसरी नै बनाएर दिन्छु यस्तै तरिकाले सानो ढोक्रीमा हो प्लान्ट छ तपाईँले लगाएर घरमा मजाले रोप्नु सक्नुहुन्छ। अब यहाँ पनि छ यो पनि हो यो पनि छ। यो व्हाइटमा चाहिँ फेरि अहिले नि यसले यति बेलै फुलिरहेछ हेर्नुहोस् न फेरि हो है सुरु पनि भएछ फुल्नु है। यसो कोपेला लगाएर फुल्दैछ। यो चाहिँ व्हाइट हो यो चाहिँ पर्पल हुन्छ हुन्छ त बाबा है थ्याङ्क यू भेरी मच है। ल साथीहरू अब बाबाले इन्फर्मेसन दिइहाल्नु सक्नुभयो है तपाईँहरूलाई। नेक्स्ट इयर चाहिँ तपाईँहरूले अब यसको कटिङ पाउनु सक्नुहुन्छ है। र कमेन्ट बक्समा अलिकति कमेन्ट्सहरू छोड्नु होला तपाईँहरूलाई कस्तो लाग्यो र तपाईँहरू इच्छुक हुनुहुन्छ कि हुनुहुन्न यो फुल रोप्नु लागि है। ल थ्याङ्क यू भेरी मच एभ्रिबडी थ्याङ्क यू।